हाई एभ्रिवान अनि गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को ब्लगमा। आज चाहिँ म क्याफे पुगिसकेको छु अनि यहाँ चाहिँ सामानहरू आएको रहेछ। यो चाहिँ फुडहरूलाई सायद गरम गर्नलाई अनि यो चाहिँ फ्रिजहरू आएको छ एउटा ठुलै। अनि यहाँ चुल्हाहरू आएको छ सेपको लागि, सेपहरू मिलाइरहेको आफ्नो सेटिङ गरिरहन् चुल्हासँग, किनकि एमै हान्नु छ नि त अर्को दिनदेखि अब फटाफट डिसहरू। अनि आज चाहिँ केटाहरूले राइस अनि साइडमा त्यससँग फिस करी बनाएको रहेछन्। मस्तले खाएर टनक्क भएर रुम जानुपर्छ। अहिले ड्युटी सिटी सकाएर हामी अब रुमतर्फ गइरहेछौँ रेस्ट गर्नलाई, हामी दुईजना टक्क पाडेर साइकलमा। अनि आज गाडीहरू पनि धेरै छन् बाटोहरूमा। अहिले मैले फेरि क्याफे फर्किनु पऱ्यो किनकि मैले आफ्नो रुमको चाबी यहीँ बिर्सेँ। क्याफेमा दिउँसोको टाइम चाहिँ यस्तरी गेस्टहरू भरिएको हुन्छन् पुरा। सो फाइनली मैले अहिले चाबी पाइसकेँ। अहिले चाहिँ टक्क रुम पुगेर यसलाई हेर्नु क्या मस्त जग्गाले आराम गरेर छ। अहिले चाहिँ फाइनली रुम पुगिसक्यो। अहिले चाहिँ फ्रेस भएर म स्ट्रेन्जर थिङ्सको सिजन 5 को लास्ट एपिसोड हेरिरहेको छु। यो चाहिँ लास्ट एपिसोड हो यसको। अनि हजुरहरूले कसले हेरिसक्नुभयो कमेन्ट गरेर भन्नुहोला हजुरहरूलाई कस्तो लाग्यो लास्ट एपिसोड। अब चाहिँ साँझको सिफ्ट गर्नलाई चाहिँ क्याफेतिर लागिहाल्नु पऱ्यो। अहिले चाहिँ म फेरि क्याफे पुगिसकेँ। यहाँ चाहिँ मान्छेहरू यति छुट्याएर यहाँ चाय खाएर देउडा सेउडा हेर्दै बसिरहन्। अहिले चाहिँ रातिको खाना टक्क खानालाई हामी बसिसक्यो। आज त हरियो साग पाएको छ, सँगै त्यसमा दही हानेर हामीहरू बड्डाहरू हेर तीन भाइ हामी तीन भाइ मुभी खेलावाला हुन् तिनीहरू, तीन भाइ हुन् तिनीहरू। अहिले चाहिँ खाना खाएर टक्क यहाँ केटाहरू आफ्नो क्लिन गरिरहन्, मिलाइरहन् सामानहरू। अहिले चाहिँ हामी तीन भाइ मिलेर रुमतर्फ गइरहेका छौँ। केटाहरू सब मिलेर हामी तीन भाइहरूसँग टक्क अगाडि केटाहरू हिँडिरहन् टङ टङ पाडेर। सो अहिले चाहिँ हामी फाइनली रुम पुगिसकेको छौँ। अनि आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला अनि सब्सक्राइब चाहिँ फिक्स गरिहाल्नु होला। सो हिजोको भ्लग चाहिँ मैले आफ्नो एडिट नगर्न पाएर पोस्ट गर्न पाएन, त्यसको लागि चाहिँ सरी। अनि गुड नाइट, बाई बाई, सी यू।